अनि यो र म चाहिँ मसान खेतमा बसेको छु क्या यहाँ कसलाई खेद्नु अरे बुझ्दै हामी मसान खेद्नु यो चाहिँ फेरि मसान भेटिस् भने के गर्छस् त एकछिन गाग्री बिसा मसान आयो भने के गर्छस् जुत्ने हो त जुत्ने मसान आयो भने चाहिँ खेद्नु यो र म जुत्नु तर्खर छु किनभने डर लाग्दैन कि डर लाग्छ तँलाई लाग्दैन मसान आयो भने त जुधिहाल्ने होइन त कि नजुत्ने मलाई आक्रमण गर भने चाहिँ के गर्छस् मलाई आक्रमण गर भने म जुत्छु मलाई कि मसानलाई माया गर्छस् मसानलाई माया गर्छस् मलाई माया गर्छस् हो ए ल है यस्तै छ शुभरात्रि मेरो माया कति लाग्छ तँलाई माया धेरै लाग्छ कति 2 माना पाथी केजी कतिमा जान्छ हाम्रो माया हाम्रो केजीमा जान्छ ए अनि हामी अहिले कहाँ छौँ अहिले यहाँ बरपिपल कसको बरपिपल यो आपाको भन्नाले कसको यो आमा आपाको हाम्रो आपाको भन्नाले कसको पर्छ यो ऊ हुनुहुन्थ्यो नि त को तपाईँको आफा हुनुहुन्थ्यो नि त मेरो आपा अर्को गाना गान त अब त्यो स्वर राम्रो छ नि तेरो अर्को गाना गा त तेरो स्वरै राम्रो पनि कमारा गीत गाइदे तिमी पनि उस्तै होला पनि कमारा तिमी म पनि कमारा बुद्ध तेरो नाम के अरे बुद्धिमान राई ढेले बुद्धिमान राई ढेले होइन त यो कसले नाम राखिदिएको जन्म राई मैले है अनि तिमी पनि उस्तै होला म पनि राम्रो तेरो स्वरै राम्रो पनि कमारा गीत गाइदे तिमी पनि उस्तै होला पनि कमारा तिमी म पनि कमारी तिमी पनि उस्तै होला म पनि कमारा तिमी म पनि कमारा तिमी पनि उस्तै होला पनि कमारा तिमी म पनि कमारा तिमी पनि उस्तै होला म पनि अर्को गाना गा नि त अब दामी छ यो गीत है त्यो स्वर राम्रो छ नि तेरो अर्को गाना गा त लाको माया सिको त कहिले त खको छानो तिम्रै लाइदैन लाको माया सिको कुराले नभुल घरको छानो टेको त चाहिँदैन मैले तिम्रो यस्तै त चाहिँदैन बुद्ध तेरो नाम के अरे बुद्धिमान राई ढेले बुद्धिमान राई ढेले होइन त यो कसले नाम राखिदिएको जन्म राई मैले है अनि मेरो माया कति लाग्छ तँलाई माया धेरै लाग्छ कति 2 माना पाथी केजी कतिमा जान्छ हाम्रो माया हाम्रो केजीमा जान्छ ए अनि हामी अहिले कहाँ छौँ अहिले यहाँ बरपिपल कसको बरपिपल यो आपाको भन्नाले कसको यो आमा आपाको हाम्रो आपाको भन्नाले कसको पर्छ यो ऊ हुनुहुन्थ्यो नि त को तपाईँको आफा हुनुहुन्थ्यो नि त मेरो आपा यो आपाको बरपिपल भनेपछि आपा पछिको कसको बरपिपल जन्म राईको होइन अनि मन भोलि म जाँदैछु त खुसी कि दुखी म दुखी छस् है मलाई भनेपछि धेरै सम्झिन्छस् एउटा लास्ट गीत गाइदिए नि त जे परे पर्छ हामी ऊ गाग्री छ है यहाँ गाग्री र ऊ त्यो चाहिँ नि लडीभरि फर्ची ल एउटा मिठो गीत गाइदे सुरु गरौँ हामी गाइदिउँ ल गाइदिउँ आज तिमीलाई गाइदेऊ न सुरु गरौँ न किन तर्के नलाउटी न तर्के त किन तर्के नलाउट नबेसरी किन तर्के लाउट नबेसरी दामी छ दामी ल नमस्ते गर्दे नमस्ते सेवा हो भन् ल पानी पर्न आँटेको छ बिजुली चम्किन्छ कि भनेर भिडियो बनाउनु खोजेको तर
यद्यपि बिजुली चम्केन किनभने अघि चमक चमक गरेर आइदियो यो दिन होला ल सबैको जय होस् सबैको भलो होस् भगवान् पशुपतिनाथ सबैको कल्याण रक्षा गरून् जय पशुपतिनाथ जय शम्भु अहिले हामी यहाँ चाहिँ नि आफ्नै गाउँठाउँमा छु बुझ्दै हामी कहाँ छौँ अहिले हामी घरमा पानी भर्दैछु पानी भर्दैछु अनि के हो अनि टाउको नुहाएको किन गयो भएर गरे भयो हजुर अहिले यहाँको स्थानीय लोकल टाइम रहेको छ 7:30 बजिसकेको छ रातको रातको पेप्सी छ यहाँ पानी भरिरहेछ अनि ओखो पात यहाँ चाहिँ नि उग्र पात बाँस गाडी छ रात परिसकेको छ यहाँ अर्को धारा छ निकाल भाइ अनि यो र म चाहिँ मसान खेतमा बसेको छु क्या यहाँ कसलाई खेद्नु अरे बुझ्दै हामी मसान खेद्नु यो चाहिँ फेरि मसान भेटिस् भने के गर्छस् त एकछिन गाग्री बिसा मसान आयो भने के गर्छस् जुत्ने हो त जुत्ने मसान खेद्न बसिरहेको छु या काका र कुकुर गर्छ के अरे के भन्छ के अरे भ्यागुता या भ्यागुता कडक कडक गरिरहेछ भ्यागुतालाई म मार्नु पर्यो भनेको मार्दा के तर्साउनु पर्यो भनेको चाहिँ नि इ गरिरहेछ अनि यहाँ पर बडपिपल छ यो चाहिँ नि यो बस्ने छेत्रीहरूको चाहिँ नि यो मर्दाखेरि यहाँ चाहिँ नि कोरा ढिकोरा बस्छ क्या अरे यो सरसफाइ गर्ने हो कि के अरे चोखिने हो कि कोरा ढिकोरा बस्ने हो बाँस गाडी पटनम फुर्छ छैन यहाँ यो नुहाकै छ बुझ्यौ के छ खबर लु भन् त तँलाई यता हेर न यता ठाडो हुन् त पानी चुहाउँदै ए तेरो पानी कस्तो छ पानी ठिकै छ मिठै छ पानी खा पानी पी मैले पनि पानी पिउँदै गरेको मसान आयो भने चाहिँ खेद्नु यो र म जुत्नु तर्खर छु किनभने डर लाग्दैन कि डर लाग्छ तँलाई लाग्दैन मसान आयो भने त जुधिहाल्ने होइन त कि नजुत्ने मलाई आक्रमण गर भने चाहिँ के गर्छस् मलाई आक्रमण गर भने म जुत्छु मलाई कि मसानलाई माया गर्छस् मसानलाई माया गर्छस् जुत्छु मलाई माया गर्छस् हो ए ल है यस्तै छ शुभरात्रि सबैको जय होस्